हेलो साथीहरु लु साथीहरु भन्नुस् त तपाईहरुबाट कसले चाहिँ आधार कार्ड अपडेट गरिसक्नु भएको छ गरिसक्नु भएको छैन भने चाहिँ झट्टै गरिहाल्नुस् है किनभने भोलि लास्ट डेट हो है त्यहाँदेखि उता चाहिँ हाम्रो पैसा लाग्ने छ अपडेट गर्नुको लागि पनि अब कति जनाले गरिसक्नु भएको छ तर कति जनालाई चाहिँ प्रब्लम भइरहेको छ नि त फोनबाट गर्नु है हामीले जुन सपोर्टिभ डकुमेन्टहरु हाल्ने गर्छु है त्यो चाहिँ एक्सेप्टै गर्दैन सो यो भिडियोमा चाहिँ म तपाईहरुलाई देखाउने छु हामी चाहिँ कसरी चाहिँ फोनबाट चाहिँ आधार कार्ड अपडेट गर्न सक्छौं फर्स्टमा चाहिँ तपाईहरु आफ्नो मोबाइल फोनको होम स्क्रिनमा जानुहोस् त्यसपछि तपाईहरु गुगलमा क्लिक गर्नुहोस् अनि गुगलमा गएर तपाईहरुले सर्च बक्समा आधार अपडेट अनलाइन टाइप गर्नुहोस् अनि जुन फर्स्ट अप्सन आउँछ त्यसमा क्लिक गर्नुहोस् क्लिक गरिसकेपछि तपाईहरुको फर्स्ट पेज चाहिँ यस्तो खोलिनेछ है त्यसमा चाहिँ क्लिक टु सबमिट अप्सन हुन्छ त्यसमा क्लिक गर्नुहोस् अनि सेकेन्ड पेजमा चाहिँ तपाईहरुले आधार कार्ड नम्बर क्याप्चा अनि ओटीपी दिनुपर्ने हुन्छ अनि लगइन गर्नुहोस् त्यति गरिसकेपछि तपाईहरुको सेकेन्ड पेज खोलिन्छ जसमा चाहिँ तपाईहरुलाई चाहिँ डकुमेन्ट मागेको हुन्छ है फर्स्ट सपोर्टिङ डकुमेन्ट्समा चाहिँ तपाईले क्लिक गर्दा चाहिँ अप्सनहरु यति देखाएको हुन्छ है यसमाबाट जुनै डकुमेन्ट्स दिँदा पनि भयो मेरो चाहिँ नानीको भएकोले गर्दा चाहिँ मैले चाहिँ रासन कार्ड दिएको छु है त्यहाँदेखिको त्यति मात्र नभएर तपाईहरुले चाहिँ फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ है त्यो फोटो चाहिँ तपाईहरुको चाहिँ पीडीएफ फर्म प्लस 2 MB भन्दा चाहिँ धेरै मात्रामा चाहिँ हुनु भएन नभए सपोर्ट गर्दैन है त्यो फोटो त्यति गरिसकेपछि सेकेन्ड अप्सनमा फेरि एड्रेस प्रुफ पनि मागेको छ है त्यसमा पनि सेम हो तपाईहरुले के भन्छ जुनै डकुमेन्ट्स दिँदा पनि हुन्छ यसमा चाहिँ फेरि मैले मेरो नानीकै रासन कार्डै दिएको छु है साथीहरु सो त्यति गरिसकेपछि चाहिँ तपाईले चाहिँ यो टिक मार्क गर्नु पर्यो त्यहाँ नेक्स्ट अप्सनमा गएर चाहिँ नेक्स्ट अप्सन क्लिक गर्नु पर्यो है त्यहाँ ओके बटन थिच्नु पर्यो सो त्यति गरिसकेर सबमिट बटन पनि क्लिक गर्नुपर्छ है त्यहाँ 15 सेकेन्ड्स तपाईहरुले चाहिँ पर्खिनु पर्यो है सो 15 सेकेन्ड्स बाद चाहिँ तपाईहरुको चाहिँ जुन ट्रान्ज्याक्सन तपाईले अपडेट गरिरहनु भएको थियो त्यो चाहिँ कम्प्लिट हुन्छ आई होप दिस भिडियो इज हेल्पफुल टु यु अल